24 घण्टामा धेरैले कीर्तिमान कायम गरे, कसैले नमिल्ने समानै नभएकाहरूलाई पनि मिलाएर देखाए। यो सुदन गुरुङले अन्तिममा आएर केही न केही एउटा सराहनीय काम गरेको छ। कुलमानलाई पनि ल्याएर यो बालेन र रविको टिममा मिलाएको छ भने यता टाउको तलतिर पारेर स्टाटस पोस्ट गरेर बसिरहेका छन् हाम्रो धरानको के भन्छ मेयर। छुट्याउनै नसकिने बाघ हुन् कि बाख्रा हुन्, यिनको स्टाटस चाहिँ कडै आउँछ छिनछिनमा। यो केपी ओलीको औलो भन्दा पनि बाङ्गो बट्टारिने कहिले नमिल्ने के देशको लागि के भन्दा नि मै हो खतरा, मै मात्र हुँ यहाँको जान्ने। संवाद यात्रा एकताका यात्रामा छु। म के कुरामा क्लियर छु भन्दा म सांसद भएँ, मन्त्री भएँ, त्यो एक्लै चाहिँ गएर केही हुँदैन हैन। सदनमा एकदम महत्त्वपूर्ण कुरा विचार मिल्ने साथीहरू एकदम धेरै हुनुपर्छ, काम गर्ने शैली मिल्ने साथीहरू पनि धेरै हुनुपर्छ र यो निकास नदिएसम्म हामी थाक्दै थाक्दैनौँ। यो निकास नदिएसँग चाहिँ हामी यो थाक्ने सुविधा पनि छैन भनेर त्यो जुनुन बोकेको मान्छेहरू पनि हुनुपर्छ। मैले तपाईँले जुन प्रश्न सोधिदिनु भएको छ धेरै बहुमत आउने भइसकेपछि फेरि फर्केर आएछन्। के भन्नुहुन्छ तपाईँहरू यस्ता मान्छेहरूलाई? यो रवि बालेनको पछाडि अब यहाँ कहीँ नमिल्ने 2-3 जना अरू पनि उम्मेदवार देखिएको छ, नाम मेन्सन गर्नु होला साथीहरू।